गए है दादा। ल ल बहिनीहरूले त माक्सै बिर्सेर गएछन्। बहिनी बहिनी हजुर दादा। तिमीहरू मास्क नलाई कहाँ हिँडेको? हामी उता पार्क जानला। तिमीहरू यस्तो कोरोनाको बेला मास्क नलाई कता हिँडेको? सरी दादा। ल मास्क लगाएर जाऊ। थ्याङ्क यू दादा। बाई दादा। बाई राम्रोसित गर। भाइ के छ? ठीक छ। भाइ हामी गयौँ है। बाई। अबुई दादा पो हामी त तर्सिरहेको। कहाँ जान लाग्नु भएको र दादा? कहीँ होइन, यहीँ बाहिर निस्केको। अन्ना दादा घरमा कस्तो भोक लागिरहेछ। तिमीहरूलाई कहिले भनेको लागेन? तिमीहरूलाई यस्तो कोरोनाको बेलामा हात मिलाउनु हुँदैन भन्ने थाहा छैन? यही गाउँको भाइ त हो नि, के भएर? हो भने आफ्नो गाउँको भाइ भनेर हुन्छ? कोरोना कसरी लागेको हुन्छ के त? हस् दादा, अबदेखिबाट हात मिलाउँदैन, बरु नमस्कार गर्छौँ। जाऊँ न दादा, भोक लागिसक्यो। तिमीहरूलाई जति भने पनि लाग्दैन? बाहिर जाँदा मास्क लगाउनु पर्छ। बाहिर गएर आएपछि साबुन पानीले हात धुनुपर्छ। हात मिलाउनु हुन्न नि, कोरोना सर्छ नि। लाउ साबुन, राम्रोसित साबुनले हात धौ। लाउनुस् होला, राखिदिनुस्। सुन सुन दिदी बहिनी, आमा बुबा दाजु भाइ, सचेत भई बसौँ है यो सूचना सबैलाई। ओ सुन सुन दिदी बहिनी, आमा बुबा दाजु भाइ, सचेत भई बसौँ है यो सूचना सबैलाई। कोरोनाबाट बच्नलाई मास्क लगाई हिँड्नुहोस् है। कोरोना भाइरसबाट सबै बचौँ है। कोरोना भाइरसबाट सबै बचौँ है। यो सुन सुन दिदी बहिनी, आमा बुवा दाजु भाइ, सचेत भई बस्नलाई यो सूचना सबैलाई। कोरोनाबाट बच्नलाई मास्क लगाई हिँड्नुहोस् है। सकेसम्म कोरोनाबाट सबैजना बचौँ है। हात मिलाउनु हुन्न नि। हात धोएर आयौ तिमीहरू? हजुर दादा, धोएर आयो। ल अब खाजा खाऊँ। नमस्कार। यस्तो कोरोनाको महामारीमा हामी सबै सुरक्षित बसौँ। मास्क नलाई बाहिर ननिस्किम। बाहिर गएर आएपछि जहिले साबुन पानीले हात धुने बानी बसालौँ। केही सामान छोएपछि सेनिटाइजर युज गरौँ। सबैजना घरमा बसौँ, सुरक्षित रहौँ। विश्वभरि आयो कालो रात यो, सारा संसार एक हुनु पर्यो यो बेलैमा।